दिदी ठुल दाइले पैसा पठाउनु आएछ के गर्ने हो जग्गा किन्ने हो कि घर बनाउने हो कि के व्यवसाय गर्ने हो कि के गर्ने हो के छ पैसा त पठाएका रहेछन् हेर कान्छा तिनी पैसा अब अहिले केही नगरौँ घर पनि नबनाऊँ अब हामी यहाँ छौँ अब हामी घर जाने बेलासम्म थोत्रिन्छ घर पनि अब ठिकै छ अहिले खासै आवश्यक परेन अब तिनी पैसा ब्याङ्कमा राखौँ न र हुन्छ त्यसै गरौँ अहिले ल ब्याङ्कमै राखौँ के अरे पछि विचार गरौँ न सल्लाह गरौँ न सबैले कान्छा बाहिर को आयो जा त ढोका खोल्दे त नमस्ते ठिक छ दाइ के छ आराम हुनुहुन्छ तल आएर ठुल्दै आउनु आएछ कस्तो छ मम्मी त्यस्तै बिरामी नै हुनुहुन्छ यसो केही सहयोग गर्नुहुन्थ्यो कि भनेर आएको अहिले हस्पिटल लिएर जाँदैछौँ होइन केही सहयोग गर्नुहुन्थ्यो कि अब दाम पैसाको कुरो छ के कस्तो छ तपाईँहरूकोसँग यो धेरै पटक गरिसक्यौँ अब बिरामी नै भन्नुभयो त्यस्तो गर्न मन त लाग्दैन त्यही पनि थोरै धेरै दिउँला नि सहयोग भनेपछि कति चाहियो मलाई त 2-2.5 लाख जति चाहिएको हो अब टाढै नै लिएर जानुपर्छ भनेको छ डक्टरले अब के गर्नु हेर्नुहोस् यस्तै छ गरिब दुखीका घर केही न केही टेन्सनले त छोड्दो रहेनछ अब त्यति जति दिनुहुन्थ्यो भने अहिले खर्च टर्थ्यो कि भन्ने हो हजुर ल अब सरसल्लाह गरेर साँझतिर खबर गर्छौँ अब भर्खर त छैन हजुरलाई साँझतिर खबर गरौँला नि त छिटै खबर गर्छौँ अब बिरामी हुनुहुने अब रहेछ तपाईँका त दाजुभाइहरू पनि अब विदेशतिर छन् अलिअलि पैसा पनि पठाउँछन् होला अब सहयोग गरे अहिले खाँचो टर्थ्यो के गर्नु छन् के अरे छन त आफ्ना आफ्ना समस्या हुन्छन् छन् भनेर के गर्ने हजुर हस् त नमस्ते अब तपाईँले सल्लाह गरेर खबर दिनु नि त नत्र अब भएन भने अन्त पनि खोज्नु पर्ला हस् त म लागेँ है अहिले ल के गर्ने दिदी बिरामी भएर पैसा माग्न त आएछन् अब यो बेलामा पैसा दिएर पनि गुण लाग्ने जस्तो छैन के गर्ने हो ल विचार गर्ने त के भन्नुहुन्छ अब आफै बिरामी छु एक त अब पैसा माग्न आहान पोहोर पनि लए बा बिरामी भनेर त्यो पैसा अहिलेसम्म फिर्ता गरे छैनन् अब आमा बिरामी भन्छन् आमा बिरामी भनेर भन्छन् कि हिजो अस्ति यही बाटो हिँड्न थियो अब नदिने पैसा त होइन क्या के कान्छा पैसा नदिनु हुन्न र बिरामी त भएरै होला के अब दिएर मात्र काम छैन अब पोहोर लगेको पनि नदिने साउ ब्याज कहाँ छ के छ थाहा छैन अब फेरि पैसा भन्छन् के गर्ने हो अब यस्तरी त कहाँ दिन सकिन्छ र छैन भएन भनिदिनु होला ल फोन गरेर भएन भनिदिनु होला यस्तरी त हुन्न अब ब्याज दिने कुरा त हुँदै हुन्न साउ कान्छा साउ दिने हो अब साउ जो दिएनन् भनेपछि ब्याज दिने कुरै हुन्न साउ फर्काए पर भाग्यको कुरा हो अब एकचोटिलाई अब त्यही पनि थोरै धेरै दिने भए दिनुहोस् थोरै धेरै त्यही थोरै दिन होला अब धेरै धेरै त के गर्ने अब हामीले नि सबै कुरा गर्नुपर्छ अब त्यही भएछ भने थोरै 20-30 हजार बिरामी जो भनेपछि यो मन फेरि अलिकति कल्किने बिरामी हुँदाखेरि त्यही 20-30 हजारले हुन्छ भने दिनु होला भएसम्म नभए त्यत्रो 2-2.5 लाख त नदिनु होला छैन त्यत्रो दिएर त सकिन्न हामीले नि गर्नुपर्छ केही हुन्छ अब कहाँ त्यत्रो पैसा दिएर हुन्छ र त्यही 20-30 हजार भयो भने पर दिनु होला त्यतिले हुन्छ भने त दिनु होला नभए अन्त खोज्न भन्नु होला छैन पैसा त अब एकपटक अन्त खोज्न भन्छु के अरे अब के भन्छन् त्यसपछि सल्लाह गरौँ लाउँ न र दिन त फिटिक्कै मन लागेन जहाँ गयो त्यही पैसा फसेछन्